ल हेर्नुहोस् अस्ट्रेलियाको मिक्लियम भन्ने ठाउँमा यसरी बाटोबाट अटेपछि यतिको फाले ल के छ भित्र हेर्दा नि हेर्दैन ल यस्तो दामी फ्रिज छ टोटल नयाँ फ्रिज जस्तो देखिन्छ हेर्दा कति फाले होला ल हेर्नुहोस् है कसैले लाँदैन उठाएर यस्तो सामानहरू ठाउँ ठाउँ कति हो कति उठा एक ठाउँ कम्प्युटरै थियो एक ठाउँमा प्रिन्टरै थियो ल हेर्नुहोस् धन भएर त होला नि धनी भएर पैसा भएर त होला यस्तो फाले यस्तो राम्रो सोफा ल्याएर सर्लक्कै फाले ल यहाँ पनि ल्याउनुहोस् जिम मेसिन फ्रिज ल कसले दिने यो कसरी टिप्दैन यहाँ नगरपालिका आएर उठाएर ल्याइन्छ भनेपछि देश धनी भएपछि यस्तो हुँदैछ ल्याउनुहोस् 35% ट्याक्स तिरेर पनि यसरी फालेका छन् मान्छेहरू भनेपछि कति धनी रहेछ र कसरी चलेर छ देश हाम्रो नेपाल गु देश साला खाए टाउके बाहुनले खाए तर गरिब बाहुनले होइन टाउका गएपछि माथि गएपछि बाहुन सबै त्यस्तै हुँदैछ प्रायः जसो सबै दारा गाड्ने सरकारको पैसा जनताको पैसा तल दुःख पाए बाहुनहरू पनि छन् तर माथि गएपछि के भएको भन्ने कुरा कसैले पत्ता लगाउन सकेको छैन यो चाहिँ जडैबाट फाल्नुपर्छ भन्ने सबैको मूल मन्त्र होला सबैले बाहुन क्षेत्रीले पनि त्यसलाई चाहिँ भ्रष्टाचार गरेको भनेर भनिरहेको छ मैले मात्रै भने ल्याउनुहोस् यस्तो हुनुपर्छ देश भनेको ल्याउनुहोस् जता गयो पानी खानेपानी व्यवस्था सबै कुरो बस्ने सर्लक्कै छ यो देशमा ल्याउनुहोस् ट्याक्स तिर्नु पनि मजा आउँछ त अब जहाँ गयो भने खाएर पोलेर खाने मासु बारबिकी गर्ने ठाउँ हरेक ठाउँ कति राम्रो छ